चैत 15 गते भएको घटनाप्रति दुःख व्यक्त गर्दछु र त्यो शहादत प्राप्त गर्ने पत्रकार सुरेश रजक र सबिन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँहरूलाई शहीद घोषणा गरियोस् भन्ने माग गर्न चाहन्छु। सभामुख महोदय, यहाँ मैले जवाफ दिनको लागि मसँग समय छैन, तर मेरा मित्रहरूलाई मैले एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले शब्द जालले अहिलेको पुस्ता मान्नेवाला छैन। तपाईको मिथ्याङ्कले मिथ्या इतिहासले अब मान्छे पत्याउनेवाला छैन। अहिलेको चाहिँ नि डिजिटल युग, अहिलेको सूचना प्रविधिको विकास, त्यसबाट युवा राम्रोसँग परिचित छ। तपाईले राजा किन हटाउन खोज्नु भएको रहेछ? राजा हटाएपछि नारायण हिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो? हैन, के को लागि तपाईले राजा हटाउनु भएको रहेछ त्यो युवा पुस्ताले हेरिराखेको छ। तपाई राजा हटाएर देशमा लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मचाउन खोजिराख्नु भएको छ र मचाइराख्नु भएको छ हेरिराखेको छ। तपाईको त्यो कृति कुराले अब यो पुस्ता मान्दैन, युवा पुस्ता मान्दैन, म भन्दाको पछिल्लो पुस्ता अब मान्दैन।